Hey, 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 hey. कथाको सुरुवात मन्त्यबाट जीवनको पाठ भिन्न हरेक पाना भित्र बाँकी मात्र प्रश्न चिन्ह हार गुहार मन खिन्न मलाई साथ चाहियो सुनसान रातसम्म मात्र होइन शमशान घाटसम्म अदृश्य जात धर्म असंख्य पाप पुण्य महसुस छैन के जुद्धो लासम्म बालापनदेखि मृत्युसम्म साथी तेरो साथ सोच्न मुखमा राम राम भगवतीमा छुरा खोज्न सिक्दै आएको मैले मेरो आफ्नो बाटो मुना र म अन्त थियो केवल बितिकाको पल मात्र कलाको बेजत कलाकारले यहाँ साथ साथ सत्यता लक्ष्मी वर्षा देव कोटा जलिरहेको चितालाई सत्य के भन्छ आवाज आउँछ तडपिएको मानवताको मेरो समाजबाट यहाँ मानव नै दानव फाछ जलाइसके मैले तिम्रो त्यो प्रेम पत्र नसोच तिमी जस्तो पैसामा मर्छ उता रमाउँदै श्रीलङ्का सजाउँदै म यता तडपिरहेको छु रामनले लगी गएको सीता सम्झिँदै मृत्युसँग बाजी लगाउँदै आमाको सपना बनाउँदै दुनियाँलाई त्यसको औकात देखाउँदै पैसाको खोला बगाउँदै राजाको ताज खुचल्दै बोले पछि बोले बोले झुक्ने बानी छैन बरु गर्दनबाटै टाउको अलग खोज्न धेरै भयो लौडा लसुन रन्डी रोना खाम छोरी मेरो बाटोको काँडा पर्ने दुनियाँको नियमहरू मेरो पैदलाको धुलो सरी थिएन सम्पत्ति खानदानी अहिले लाख भन्दा बेसी मेरो एक दिनको आमदानी बेहाल मानी मान्दै खुनमै चाहिँ मान्दारी कहानी बकी आउँछ झिलिमिली सहरबाट सुनसान रातसम्म 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 सडक छापदेखि करोड छापसम्म यो बदलाव त्यति सजिलै त भएको होइन भएको होइन भएको होइन भएको होइन भएको होइन भएको होइन घरको आश थिएन मेहनत गरिरहे हिसाब राखिन पैसा दिनकै आउँछ जान्छ हातको मैल जस्तो यदि आमाको आँसु देख्दा पनि चुप बस्न सक्ने त्यो मुझी मर्दा कस्तो यदि कारण मेरो परिवार हुन्छ भने तयार छु म तोड्न विश्वास सबको मलाई धरतीमा पछि सिंगो आकाश सुन मन छ मसँग यिनीहरूलाई म जस्तो नै पागल पागल हुनै पर्छ मेरो पाउभरि बिजिरहेको काँडा चिक्नु पर्ने काँडा मैले त्यो काँडा पाक्नु रुखै काटिदिएँ विगतलाई बिर्सेर भविष्यसँग मैले नाता गाँसिदिएँ सक्दैन भन्थे तैँले कसैले नि माझी जस्तो पीडा दिने टाढै काटिदिए अझै पनि सोच राख्छु मैले आकाशबाट तारै छाडिदिने मेरो एक कलमा ग्याङ झर्छ तेरो सहर ठाक्दिने खुसी खुसी तयार छु म बढी आए साथी भाइको लागि जानै लिदिने या त जानै लिदिने पाउने छैन कसैले नि माफी किनकि मैले कहिले विगत बिर्सिन यदि चिज सच्चाइको हुन्छ भने तयार छु म कालिदासै बन्न जहाँबाट कसैको नि सोच सुरु हुन त्यहाँबाट मेरो सोच सुरु हुन थाल्छ नराम्रो पढे नराम्रो सुने नराम्रो गरे नराम्रो बुझे त्यसैले मलाई नराम्रो ऱ्यापर नै भने